त्यो माया बुझ्नका लागि, माया भनेकै जगदम्बा हो, उनलाई बुझ्नका लागि जन्मेजय प्रश्न गर्दैछन् भन्ने कुरा व्यासले थाहा पाए। हामीले पनि त्यही अनुभूति गर्नुपर्छ। व्यासले जे कुरा बताउँदै हुनुहुन्छ यो संसारी मायामा भुलेको मान्छेलाई बताउँदैछ। यो संसारी माया कस्तो छ हेर्नुस् न। कोही मान्छेले म फलानी आमाको कोखबाट जन्मिन्छु भनेको थियो त? त्यो पनि थिएन। आमा हुनु हो। म फल्नालाई बुबा बनाउँछु भनेको थियो, त्यो पनि थिएन। जन्मिँदै मेरी श्रीमती चाहिँ त्यहाँ जन्मिया छ भनेर देखे भए केटी खोज्न जानु पर्थ्यो, थिएन। त्यो सबै कुरा तारतम्य जोडिँदै जोडिँदै आयो। आफ्नो बनाएपछि कसैले गाली गरोस् त? कति रिस उठ्छ हो कि न? त यो सब माया हो। तर वास्तवमा कुनै कुराले पनि मर्ने बेलामा, प्राण जाने बेलामा हामीलाई जोगाउन सक्दैन। कुनै कुराले पनि सक्दैन। त्यसैले यो संसार भ्रम हो। त्यसैले यो संसार माया हो। बसुन्जेलका लागि मात्रै हो। जसरी एउटा गाडीबाट उत्रेर अर्को गाडीमा चढुन्जेल त्यहाँ यसो बस्ने ठाउँमा पहाडतिर त 1 घण्टा मात्रै गाडी आउँछ नि त। त्यहाँ बसेर काका मामाको साइनो लगाउँछौं अनि गाडी चढ्ने बेलामा तपाई फल्ना ठाउँमा जाने चढ्नुस्, हाम्रो जाने गाडी फेरि आउँदैछ भनेर फेरि बस्छ। त्यस्तै त हो नि यो संसार। त्यहाँ बसुन्जेल एकजनाले अर्कोलाई चिया खुवायो, अर्कोले अर्कोलाई चिया खुवायो, मामा साइनो लायो, माइजू साइनो लायो अनि हिँडेपछि सक्यो। अर्को आफ्नो गन्तव्य छ नि त। त्यस्तै त हो यो संसार पनि। व्यासजी भन्नुहुन्छ चत्वारो जगिरे तस्य, हेर्नुहोस् संसारको माया बुझ्नका लागि धेरै कठिन छ। रामलाई पनि मायाले समात्यो, कृष्णलाई पनि मायाले समात्यो। बेला बेला अल्मल्याइदिन्छ। संसारमा आएपछि कतिवटा गुण आउँछन्? 3वटा गुण आउँछन्। 3वटा गुणले बनेका सबैमा माया हुन्छ। तर सत्वगुण बढी भएकोलाई चाहिँ मायाले कम छुन्छ, विरक्त बढी हुन्छ। त्याग गर्न सक्छ, छोड्न सक्छ। अचानक फुत्त घर छोडेर वृन्दावनमा गएर बस्छु भनेर जान सक्छ। सत्वगुण आउनुपर्छ। तमोगुणले त धुर त कसरी त्यहाँ भन्छ नि।